Yes, so now let's start our second video, which is on the topic neuron and its type. And if अलिकति टाइम हामीसँग म टाइम हेर्छु होइन, इफ टाइम प्रोपर भएन भने न्युरोग्लियल सेल्सहरू पनि यसमा एड गर्न खोजिहाल्छु. सो लेट्स नाउ बिगिन विथ टाइप्स अफ न्युरोन्स. फर्स्ट लेट मी सेलेक्ट वाइट कलर. ओके, सरी, नट टाइप्स अफ न्युरोन. लेट्स बिगिन विथ न्युरोन होइन. न्युरोन के छ? न्युरोन चाहिँ के हो? न्युरोन के हो? फङ्सनल युनिट अफ नर्भस सिस्टम. न्युरोन के छ? फङ्सनल युनिट अफ नर्भस सिस्टम. ठिक छ ल. त्यो युनिट जसले नर्भस सिस्टमको मेजर फङ्सन गरिरहेको हुन्छ. ओके, सो नाउ लेट्स बिगिन विथ द स्ट्रक्चर अफ न्युरोन. सो न्युरोनलाई इफ हामीलाई बेस्ट वेमा डिस्क्राइब गर्नु छ भने न्युरोन यस्तो सेल हो जोसँग धेरै हुनसक्छ, एउटा पनि नहोस्, र हुनसक्छ मल्टिपल नम्बर अफ प्रोसेसेसहरू. प्रोसेसेसहरू भनेपछि सेलबाट केही पोर्सन्सहरू एक्सटेन्ड भएर बाहिर निस्किरहेछ, त्यस्तो युनिटलाई हामी के भनिदिन्छौँ? न्युरोन भनिदिन्छौँ. सो सेल छ, सेलबाट प्रोसेसेसहरू निस्किरहेछ भने त्यो सेलनिर न्युक्लियस होला कि नहोला? सो नाउ फर्स्ट लेट्स ड्र अ न्युक्लियस, दिस रेड कलर न्युक्लियस. त्यसपछि अब हामी के गर्छौँ भनेपछि यसको सेल बनाउने. ठिक छ ल, मैले यसको सेल बनाएँ अनि मैले के भने सेलहरूबाट थुप्रै प्रोसेसहरू के हुन्छ? निस्किरहेछ, राइट? सो नाउ लेट्स एक्सटेन्ड इट्स पोर्सन. नाउ जस्ट फर इक्जाम्पल मैले यताबाट हेर्नुहोस् त, यो जुन एक्सटेन्डेड पोर्सन्सहरू निस्काए कि निस्काएन? निस्काए. दिज आर प्रोसेसेस. यता पनि एउटा बनाइहाल्यो. दिज आर प्रोसेसेस. ठिक. अनि यो त सानो सानो प्रोसेसेस थियो होइन, जसलाई हामी के भन्छौँ? डेन्ड्राइट्स भनिदिन्छौँ. के भनिदिन्छौँ? दिज प्रोसेसेस आर डेन्ड्राइट्स. नाउ लेट्स सो अ लङ सिलिन्ड्रिकल प्रोसेस. एउटा लामो सिलिन्ड्रिकल प्रोसेस हामीले के गरे? त्यही सेलबाट निस्काए, जसलाई हामीले के नाम दिन्छौँ? एक्जोन. यसलाई हामीले के नाम दिए? एक्जोन. ठिक छ. अब यो डेन्ड्राइट्स र एक्जोनको बारेमा बुझिहालौँ. डेन्ड्राइट्सले के गर्छ भनेपछि टु रिसिभ सिग्नल अथवा इम्पल्स. ठिक छ. कुनै पनि स्टिमुलाई जुन हुन्छ होइन, त्यहाँबाट सिग्नल लिने काम, त्यहाँबाट इम्पल्स रिसिभ गर्ने काम कुन हो? डेन्ड्राइट्स होइन. त्यहाँ सिग्नल के भइरहेछ? आइरहेछ कि गइरहेछ? आइरहेछ नि. अनि आइरहेछ भनेपछि एबाट आइरहेछ, एबाट एफेरेन्ट, एबाट आइरहेछ, एबाट एफेरेन्ट. सो डेन्ड्राइट इज द एफेरेन्ट पोर्सन, ओके, अफ न्युरोन. त्यसरी नै एक्जोन इज द इफेरेन्ट. किन? एक्जोनबाट गइरहेछ, एक्जिट भइरहेछ नि त. एक्जोनबाट के भइरहेछ? तपाईँको कुनै पनि के भन्छ सिग्नल के भइरहेछ? गइरहेछ, एक्जिट भइरहेछ होइन, जाने गेट होइन, एक्जिट गेट. अनि ईबाट के बुझ्ने? एफेरेन्ट. अनि एबाट आइरहेछ एफेरेन्ट, ईबाट एक्जिट भइरहेछ इफेरेन्ट. ठिक छ. अनि एफेरेन्ट पार्ट कुन छ? डेन्ड्राइट. र इफेरेन्ट पार्ट कुन छ? एक्जोन. ठिक छ ल. त्यसपछि यो इन्ड पनि टर्मिनल लोब्सहरूमा हुन्छ. ठिक छ. सो नाउ लेट्स ड्र दिस. सो दिस इज अ बेसिक सिम्पल स्ट्रक्चर अफ न्युरोन. ठिक छ. नाउ हेर त हामी सेल यो जुन न्युक्लियस छ होइन, दिस इज न्युक्लियस एन्ड दिस इज योर सेल बडी अथवा सोमा, राइट? नाउ लेट्स सी कि यो सेल बडीको भित्र के हुन्छ, राइट? अब के हेर्न गइरहेको छ हामी? सेल बडीको भित्र के हुन्छ? सो देयर आर सम फाइबर्स लाइक स्ट्रक्चर्स. देयर आर सम फाइबर्स लाइक स्ट्रक्चर्स होइन. यसलाई हामीले के भन्छौँ? सरी, स्पेलिङ मिस्टेक. यसलाई हामीले के भन्छौँ? न्युरोफाइब्रिल्स. के भनिदिन्छौँ? न्युरोफाइब्रिल्स. के गर्छ यसले? टु मेन्टेन स्ट्रक्चर. अब यो सेल बडीको जुन स्ट्रक्चर छ होइन, त्यसलाई मेन्टेन गर्ने काम कसको? न्युरोफाइब्रिल्सको. त्यही सेल बडीमै केही ग्रेन्युल्स जस्तो ग्रेन्युलर स्ट्रक्चर प्रेजेन्ट हुन्छ. के हुन्छ? ग्रेन्युल्स जस्तो स्ट्रक्चरहरू यसमा प्रेजेन्ट छ. के छ? ग्रेन्युल्स जस्तो स्ट्रक्चरहरू प्रेजेन्ट छ. यसलाई हामीले के भन्छौँ? निसल्स
ग्रेन्युल्स के भन्छौँ न्युसेल्स ग्रेन्युल्स। अब यो न्युसेल्स ग्रेन्युल्स के छ हैन त्यसको बारेमा अलिकति बुझिहालौँ यता साइडमा। न्युसेल्स ग्रेन्युल्स बेसिकली RER छ के छ RER दैट इज रफ इन्डोप्लाज्मिक रेटिकुलम। र रफ इन्डोप्लाज्मिक रेटिकुलम रफ किन हुन्छ एनी गेसेस? यस यू गाइस आर एब्सोल्युटली राइट हैन, ड्यू टु द प्रेजेन्स अफ राइबोसोम्स। ड्यू टु द प्रेजेन्स अफ राइबोसोम्स र राइबोसोम्स छ भने केही न केहीको त सिन्थेसिस भइरह होला हैन। अनि यता के को सिन्थेसिस हुन्छ के बनाउँछ यो न्युसेल्स ग्रेन्युल्सले? न्यूरो ट्रान्समिटर्स। अनि यो न्युसेल्स ग्रेन्युल्सले के बनाइराछ? न्यूरो ट्रान्समिटर्स। ठीक छ ल, यति कुरा बुझ्नुभयो? एउटा कुरा अझै बेसिक कुराहरू अझै एड गर्दै जाऊ यसमा। यसको जुन तपाईको जुन यो जुन सेल बडी छ हैन यसको जुन आउटर मेम्ब्रेन छ त्यसलाई हामी के भन्छौँ? न्यूरिलेमा। के भन्छौँ? न्यूरिलेमा। एन्ड यसको जुन भित्रको साइटोप्लाज्म छ त्यसलाई हामी के भन्छौँ? न्यूरोप्लाज्म। के भन्छौँ? न्यूरोप्लाज्म। त्यसरी नै एक्जोनको भित्रको जुन साइटोप्लाज्म छ त्यसलाई हामीले के भनिन्छौँ? एक्जोप्लाज्म। र यो एक्जोनको जुन मेम्ब्रेन छ हैन त्यसलाई हामीले के भनिन्छौँ? एक्जोलेमा। के भनिन्छौँ? एक्जोलेमा। अन्डरस्टुड? these all are terminal lobes which contains synaptic vesicles, which contains synaptic vesicles. Understood? So हेर्नुस् त नियरली हाम्रो न्यूरोन चाहिँ कम्प्लिट भएको जस्तो देखिरहेछ कि छैन? देखिरहेछ हैन? ल अब सुन्नुस् यता सिनेप्टिक भेसिकल्सको काम के छ बाकी सबै त बुझिहाल्नु भयो हैन। एक्जोप्लाज्म इन द साइटोप्लाज्म प्रेजेन्ट इन एक्जोन हैन। अब यो टर्मिनल नोब्समा जुन प्रेजेन्ट छ हैन, टर्मिनल भनेपछि इन्डतिर प्रेजेन्ट हुने नोब जस्तो स्ट्रक्चर त्यसलाई टर्मिनल नोब्स। त्यसमा जुन सिनेप्टिक भेसिकल्स छ हैन त्यसको काम के छ? अब तपाईँ सबैलाई थाहा छ न्यूरोट्रान्समिटर के छ भनेपछि केमिकल फर्म अफ इम्पल्स छ हैन। इम्पल्स तपाईको न्यूरोट्रान्समिटरको फर्ममा केमिकली के भइरहेछ एक ठाउँबाट अर्को ठाउँसम्म पुगिरहेको हुन्छ हैन। फर एक्जाम्पल यहाँबाट हामीले केही सेन्स गरे अनि न्यूरोट्रान्समिटर यहाँबाट तपाईको ब्रेनसम्म पुग्छ, ब्रेनबाट फेरि कुनै इफेक्टर अर्गनसम्म पुग्न सक्छ। ठीक छ? अब यता सुन्नुस् त्यो न्यूरोट्रान्समिटर्स यस्तो जरुरी छैन नि एउटै न्यूरोनले पुरै बडीलाई पुरै लेन्थ अफ द पार्टलाई कभर गरिरहेछ हैन। त्यस्तो जरुरी चाहिँ छैन। चान्सेस कि यता डेन्ड्राइट्स होला त्यो न्यूरोन यतै खत्म भइरहेछ, यहाँबाट अर्को न्यूरोनको डेन्ड्राइट सुरु भइरहेछ र फेरि त्यसको एक्जोन यता खत्म भइरहेछ, फेरि यहाँबाट अर्को डेन्ड्राइट। अब बीचमा जुन जंक्सन छ नि त्यसलाई हामी के भन्छौँ? दुईवटा न्यूरोनको बीचमा एउटा न्यूरोनको इन पोर्सन र अर्को न्यूरोनको स्टार्टिङ पोर्सन त्यसको बीचमा जुन जंक्सन छ त्यसलाई हामी के भन्छौँ? सिनाप्स भन्छौँ। के भन्छौँ? सिनाप्स भन्छौँ। र यो जुन सिनेप्टिक भेसिकल्सहरू छ हैन त्यसले एउटा एन्ड अफ न्यूरोनबाट अर्को स्टार्टिङ पोर्सन अफ न्यूरोनसम्म न्यूरोट्रान्समिटर्सलाई पठाउने काम गरिरहेको हुन्छ। गट इट गाइज? ओके ल नाउ लेट्स फोकस अन द मोस्ट कन्फ्युजिङ पार्ट कि माइलिन शीथ के हो, स्वान सेल्स अथवा ओलिगोडेन्ड्रोसाइट्स के हो, एन्ड वाट इज नोड अफ ऱ्यानवियर होइन। त्यो रणवीर अलाहाबादियाको हेड नोड होइन, नोड अफ ऱ्यानवियर। वाट इज नोड अफ ऱ्यानवियर? सो नाउ लेट्स अन्डरस्ट्यान्ड द्याट। लेट मी ड्रो फर्स्ट द स्वान सेल। स्वान सेल र ओलिगोडेन्ड्रोसाइट्स दिज टू आर न्यूरोग्लियल सेल। न्यूरोग्लियल सेल भनेपछि नन एक्साइटेबल सेल्स अफ नर्भस सिस्टम। एक्साइटेबल सेल कुन भइहाल्यो हाम्रो? अफकोर्स न्यूरोन एक्साइटेबल। यो त एक्साइट भइरहेछ नि, सिग्नल पाइरहेछ, पठाइरहेछ, सिग्नल काम गरिरहेछ त एकदम धेरै होइन, एकदम फास्ट रेटमा काम गरिरहेछ कि छैन? त्यही भएर यसलाई हामी के भन्छौँ? एक्साइटेबल। एक्साइटेड छ होइन, एक्साइटेड स्टेटमा बसिरहेछ एक्साइटेबल सेल्स। बट नन एक्साइटेबल सेल्स भनेपछि त्यसलाई हामीले कुनै सिग्नल प्रोभाइड गरेर एक्साइट गर्न सक्दैनौँ। ओके एनिवे नाउ आई हेभ डेभलप्ड सम सेल्स एराउन्ड द एक्जोन। हेर्नुहोस् त एक्जोनको वरिपरिमा केही सेल्सहरू बनाएको छु अहिले म येल्लो कलरबाट बनाएको छु होइन। यसलाई हामीले यो सेल्सहरू ठीक छ स्वान सेल इन PNS पेरिफेरल नर्भस सिस्टम एन्ड यस्तै सेलहरू हुन्छ, फङ्सन पनि सिमिलर नै हो। ओलिगो डेन्ड्रोसाइट्स
इन सेन्ट्रल नर्भस सिस्टम। यति कुरा बुझ्नुभयो? ठीक छ। सेन्ट्रल नर्भस सिस्टममा जुन सेलले माइलिन सिट बनाइरहेछ त्यसलाई हामी के भन्छौँ? ओलिगोडेन्ड्रोसाइट्स। र पेरिफेरल नर्भस सिस्टममा जुन सेलले माइलिन सिट बनाइरहेको हुन्छ त्यसलाई हामी के भन्छौँ? स्वान सेल भन्छौँ। ओके, नाउ लेट्स अन्डरस्ट्यान्ड वान थिङ मोर। अब यो जुन स्वान सेल छ होइन, यसले के गर्छ? लिपिडको सेक्रेसन गर्छ। के गर्छ? लिपिडको सेक्रेसन गर्छ। त्यही लिपिडको जुन सेक्रेटेड पोर्सन छ होइन, त्यही लिपिडबाट बनिएको जुन सिट लाइक स्ट्रक्चर छ त्यसलाई हामी के भन्छौँ? माइलिन सिट। के भनिन्छ यसलाई? माइलिन सिट। यसको अलिकति नम्बर घटाउने थियो। ओके, यसलाई नै हामीले के भने? माइलिन सिट। केबाट बनेको? लिपिडबाट। अब लिपिडबाट बनेछ त्यही कारणले कस्तो कलरको देखिन्छ? व्हाइट कलरको देखिन्छ। कस्तो कलरको देखिन्छ? व्हाइट कलरको देखिन्छ। ओके, नाउ माइलिन सिट बुझ्नुभयो? यसलाई बनाउने जुन सेल छ होइन, त्यसलाई के भनिन्छ हामी? स्वान सेल अथवा ओलिगोडेन्ड्रोसाइट। स्वान सेल कुन नर्भस सिस्टममा? पिएनएस र ओलिगोडेन्ड्रोसाइट कुन नर्भस सिस्टममा? सिएनएस। ठीक छ। ल, त्यसपछि अब हेर्नुहोस् यता नोड अफ ऱ्यानबियर कुन छ होइन। यो एउटा कुरा हेर्नुहोस् त, राम्ररी हेर्नुहोस् तपाईँहरूले। स्वान सेल र स्वान सेल भनौँ न ल, स्वान सेल जुन छ होइन, द्याट इज कन्टिन्युअस इन नेचर। के छ? कन्टिन्यू छ कि छैन? कुनै ग्याप छ बिचमा? छैन। बट उसले प्रोड्युस गरेको, उसले बनाएको, उसले सेक्रेट गरेको जुन माइलिन सिट छ होइन, त्यसको बिचमा ग्याप छ कि छैन? छ। द्याट इज डिसकन्टिन्युअस इन नेचर होइन। यो जुन ग्याप छ बिट्विन टु माइलिन सिट सेक्रेटेड बाई स्वान सेल होइन, यो जुन ग्याप छ, दिस ग्याप इज नोड अफ ऱ्यानबियर। दिस ग्याप इज नोड अफ ऱ्यानबियर। ठीक छ। अब हेर्नुहोस्, नोड अफ ऱ्यानबियरबाट र यो माइलिन सिटबाट हामीले जुन न्युरोन छ होइन त्यसलाई के गर्न सक्छौँ? क्लासिफाई गर्न सक्छौँ इन्टु टु क्याटेगोरिज द्याट आर माइलिनेटेड न्युरोन भनेपछि त्यस्तो न्युरोन जोसँग माइलिन सिट प्रेजेन्ट छ। ठिक छ। त्यसको वरिपरिको स्वान सेलहरूले माइलिन सिट बनाइरहेछ होइन। एन्ड नन माइलिनेटेड न्युरोन। ठिक छ। नन माइलिनेटेड न्युरोन भनेपछि त्यसको वरिपरिको जुन स्वान सेल होला उसले माइलिन सिट बनाइरहेको छैन। एकदम लेजी, तपाईँहरू जस्तै होइन। होइन, तपाईँहरू त मेहनती स्टुडेन्टहरू होइन। ल, अब यो भिडियो हेर्ने त अफकोर्स मेहनती स्टुडेन्टहरू नै हो। ल, अब यता ध्यान दिउँ। ल, यो बुझ्नुभयो माइलिन सिटको कुरा? नोड अफ ऱ्यानबियर, माइलिन सिट र स्वान सेल, यो तिनटैमा कन्फ्युजन त छैन? क्लियर हुनुभयो होइन? ल, यता सुन्नुहोस्। अब अफकोर्स लिपिडले बनेको छ यो माइलिन सिट। केले बनेको? लिपिड्सले बनेको। अब लिपिडले बनेको छ भने पक्कै पनि यसले कन्डक्सन त कन्डक्सनमा त हेल्प गर्दैन। के गरिदिन्छ? इन्सुलेट गरिदिन्छ। के गरिदिन्छ? इन्सुलेट गरिदिन्छ। भनेपछि इफ इन्सुलेट गरिदियो भनेपछि के इम्पल्स राम्ररी मुभ गर्न सक्छ, कन्डक्ट हुन सक्छ। अब यो डाइरेक्सनमा एक जोनमा त हामीलाई थाहा छ होइन, इम्पल्स चाहिँ यसरी ट्रान्समिट भइरहेको हुन्छ। क्यान द इम्पल्स नाउ कन्डक्ट इन नर्मली? किन गर्नै सक्दैन नि? यता बाहिर तपाईँको कम्प्लिटली यो कभर्ड केले भइसकेको छ? इन्सुलेटिङ मेम्ब्रेनहरूले, जसलाई के भन्छौँ हामी? माइलिन सिट, राइट, मेड अप अफ लिपिड्स होइन। अब किनभने नर्मल कन्डक्सन यता पोसिबल छैन भने कुन टाइप अफ कन्डक्सन हुन्छ तपाईँको? सैल्टाटरी कन्डक्सन होइन। भन्नुको मतलब त्यो जुन इम्पल्स छ होइन, एउटा नोड अफ ऱ्यानबियरदेखि अर्को नोड अफ ऱ्यानबियरमा यसरी जम्प गरी मुभ गरिरहेको हुन्छ। बुझ्नुभयो? भन्नुको मतलब अनि इफ यही माइलिन सिट एब्सेन्ट छ भनेपछि त्यो नर्मली यसरी एकदम स्लोली इम्पल्स चाहिँ ट्रान्समिट गरिरहेको हुन्छ होइन। बुझ्नुभयो यो कुरा? ल, नाउ यु क्यान सी। अब एउटा कुरा मलाई तपाईँहरू नै भनिदिनुहोस् त, कुन न्युरोनमा ट्रान्समिसन अफ इम्पल्स फास्ट होला? जसमा यसरी कन्टिन्युअसली स्लोली इम्पल्स ट्रान्समिट भइरहेछ कि यसरी सिधै जम्प गरी? कुनमा फास्ट हुन्छ? अफकोर्स द वान विच हेज द न्युरोन विच हेज माइलिन सिट, द्याट वी कल माइलिनेटेड न्युरोन। बुझ्नुभयो? माइलिनेटेड न्युरोन र नन माइलिनेटेड न्युरोनको डिफरेन्स चाहिँ तपाईँको एनइबीमा 4 मार्क्समा सोधिएको क्वेसन हो। सो प्लिज फोकस अन द्याट होइन। यसलाई मेड्युलेटेड एन्ड नन मेड्युलेटेड न्युरोन पनि भनेर बुझिन्छ होइन। मेड्युलेटेड भनेपछि माइलिनेटेड, नन मेड्युलेटेड भनेपछि नन माइलिनेटेड। ठिक छ। माइलिन सिटको प्रेजेन्स र एब्सेन्सको बेसिसमा गरिएको यस्तो क्याटेगोराइजेसन होइन। र यो तपाईँको एकदमै इम्पोर्टेन्ट क्वेसन छ। ल, सो आई गेस नाउ वी आर क्लियर विथ द structure of neuron and its function of each and every part होइन। I guess we have done enough। 4 मार्कमा यो सोध्यो भने न्युरोनको डायग्राम एन्ड स्ट्रक्चर तपाईँले मजाले एक्सप्लेन गर्न सक्नुहुन्छ। नाउ लेट्स फोकस।
Okay guys, now let's continue with types of neurons, right, on the basis of structure. So I guess now you guys are very much familiar with the cell and processes, axon and dendrites part of the neuron, right? So now let's focus with the types of neuron on the basis of its structure. ल त्यस्तो न्युरोन मैले के भने के बुझ्ने, सेल छ होइन, एउटा न्युक्लियस छ, सेल छ होइन, र त्यो सेलबाट डिफ्रेन्ट प्रोसेसहरू निस्किन पनि सक्छ र निस्किन नपनि सक्छ है। त्यही भएर ल अब ए पोलार भनेपछि एब्सेन्स अफ जुन प्रोसेसेसहरू छ होइन त्यसको एब्सेन्स होइन, त्यस्तो टाइप अफ न्युरोन हेर्नुहोस् न, कस्तो टाइप अफ न्युरोन हेर्नुहोस् त, यस्तो बिचमा एउटा न्युक्लियस छ र सेल बडी मात्र प्रेजेन्ट छ, कुनै पनि प्रोसेसेसहरू प्रेजेन्ट छैन। अनि यो कता यस्तो टाइप अफ न्युरोन तपाईँले केसमा हेर्न सक्नुहुन्छ, सिडेन्ट्रेटामा हेर्न सक्नुहुन्छ। त्यसपछि द्याट वान इज एनदर इज युनिपोलार। युनिपोलार भनेपछि यो सेल प्रोसेसमा यो एउटा मात्र सेल प्रोसेस के होला, प्रेजेन्ट होला। सेल बडी छ, न्युक्लियस छ, सेल बडी छ र एउटा मात्र सेल प्रोसेसहरू प्रेजेन्ट छ होइन। यो कता तपाईँले हेर्न सक्नुहुन्छ, अर्ली इम्ब्रियोज अफ भर्टिब्रेट्स। कता हेर्न सक्नुहुन्छ, अर्ली इम्ब्रियोज अफ भर्टिब्रेट्स। त्यसरी नै तपाईँको बाइपोलर भनेपछि न्युक्लियस छ, सेल बडी छ र दुईवटा मात्र प्रोसेस तपाईँले हेर्नुहुन्छ। कता यस्तो टाइप अफ न्युरोन फेरि कता हेर्नुहुन्छ, ओल्फ्याक्ट्री इपिथेलियम रेटिना होइन, योरमा तपाईँले हेर्नुहुन्छ। र एउटा कुरा अझै, दिज थिङ्स आर भेरी मच इम्पोर्टेन्ट फर सिइई होइन, दिज आर भेरी मच इम्पोर्टेन्ट फर सिइई। सोध्न सक्छ है, कुन टाइप अफ न्युरोन कता तपाईँले हेर्न सक्नुहुन्छ, इज प्रेजेन्ट इन अप्सन दिएर होइन सोध्न सक्छ। ल त्यसरी नै त्यसपछि तपाईँको स्युडो युनिपोलार भनेपछि सेल बडी भयो, देख्नलाई स्टार्टिङमा तपाईँले एउटा मात्र प्रोसेस हेर्नुहुन्छ, तर पछि त्यही प्रोसेस फर्दर के भइहाल्छ, डिभाइड भइहाल्छ होइन। अनि डेन्ड्राइट्स र एक्जोनमा यो कता देख्न सक्नुहुन्छ, स्युडो युनिपोलर डोर्सल रुट ग्याङ्ग्लिया अफ स्पाइनल कोर्ड, ठिक छ। एन्ड मल्टिपोलर जुनको स्ट्रक्चर हामीले ड्र गरेको थियो होइन, त्यो त प्रशस्त मात्रामा ब्रेनमा डिफ्रेन्ट नर्भ्सहरूमा तपाईँले हेर्न सक्नुहुन्छ, ठिक छ। सो नाउ गाइज फोकस अन द रिमेनिङ न्युरोग्लियल सेल्स होइन। दुईवटा त हामीले पढिसकेछौँ, स्वान सेल र ओलिगोडेन्ड्रोसाइट्स होइन। स्वान सेलले के गर्छ भनेपछि पिएनएसमा माइलिन सिथको फर्मेसन गराउँछ र ओलिगोडेन्ड्रोसाइट्सले के गर्छ, सेम माइलिन सिथको प्रोडक्सन गर्छ होइन, फर्म गर्छ माइलिन सिथलाई केमा, सिएनएसमा, ठिक छ। स्वान सेल, पिएनएस, ओलिगोडेन्ड्रोसाइट्स, सिएनएस, सेन्ट्रल नर्भस सिस्टम र पेरिफेरल नर्भस सिस्टम। यति कुरा त बुझ्नुभयो। दिज आर नन एक्साइटेबल सेल्स अल्सो नोन एज न्युरोग्लियल सेल्स, ठिक छ। र नाउ देयर आर 3 डिफ्रेन्ट टाइप्स अफ न्युरोग्लियल सेल्स जो चाहिँ रिमेनिङ छ होइन, त्यसको फङ्सन र स्ट्रक्चर अलिकति राम्ररी बुझिहाल्नुहोस्। वान इज इपेन्डाइमल सेल, के नाम छ, इपेन्डाइमल सेल्स होइन। इपेन्डाइमल सेल्सको एकदमै रेयर टाइप अफ सेल छ के। यसमा तपाईँले के हेर्नुहुन्छ भनेपछि एक साइडबाट यु विल फाइन्ड ब्रस बोर्डर, ठिक छ, ब्रस जस्तो बोर्डर छ, र अर्को साइडबाट यु विल फाइन्ड सिलिया। अर्को साइडबाट के हेर्नुहुन्छ, सिलिया हेर्नुहुन्छ। सो एक साइडबाट तपाईँले के पाउनुभयो, ब्रस बोर्डर, अर्को साइडबाट के पाउनुभयो, सिलिया पाउनुभयो। बिचमा न्युक्लियस प्रेजेन्ट हुन्छ, कुन सेलमा, इपेन्डाइमल सेलमा, ठिक छ। र इपेन्डाइमल सेलको फङ्सन फेरि के हो भनेपछि इट प्रोड्युसेस सिएसएफ। सिएसएफ के छ, सेरेब्रो स्पाइनल फ्लुइड। अब हेर्नुहोस्, ब्रस बोर्डर सेल छ भनेपछि बुझिहाल्नुहोस् केही न केही उसले एब्जर्प्सन चाहिँ गरिरहेको होला है। के गरिरहेको होला, पक्कै पनि एब्जर्प्सन केही न केहीको गरिरहेको होला, ठिक छ। र सिलिया छ भनेपछि केही न केही फेरि प्रोडक्सन पनि भइरहेको होला, ठिक छ। सो डेली हरेक दिन सिएसएफ के हुन्छ, प्रोड्युस पनि हुन्छ र एब्जर्ब पनि हुन्छ। कसले गर्छ, इपेन्डाइमल सेल्सले। हुनलाई हाम्रो ब्रेनको जुन बायोम्याटर छ होइन, त्यसपछि तपाईँको थ्यालमसको अप्पर पोर्सन इपिथ्यालमस, त्यसले पनि के गर्छ, सिएसएफको प्रोडक्सन गरिरहेको हुन्छ, ठिक छ। र सिएसएफको फङ्सन के छ, तपाईँको हेडलाई लाइट वेट फिल गराउँछ। सिएसएफको फङ्सन के हो, लाइट वेटलाई, त्यो जुन के भन्छ फिजिक्समा एउटा कन्सेप्ट छ नि, अपथ्रस्ट बायन्सी बुएन्सी होइन, त्यो होला। अब फिजिक्स जान्नेहरूले तपाईँहरू आफै बुझ्नुहोस्, ठिक छ। अब द्याट इज बेसिकली कि तपाईँको हेडको वेट इज 1.3 kg होइन, र जसमा प्रेजेन्ट जुन सिएसएफ छ त्यसले के गर्छ, माथिबाट यसरी फोर्स त्यो गरेर उसको वेटले यसको वेटलाई अलिकति ब्यालेन्स आउट गरिदिन्छ होइन। अनि द्याट्स वाइ एक्चुअली हामीलाई वेट कति फिल हुन्छ हेडको, 0.8 kg, तर रियलमा कति छ, 1.3 kg,
अन्डरस्टुड। र यो CSFहरू कता प्रेजेन्ट हुन्छ भनेपछि ब्रेन भेन्ट्रिकल्समा र सेन्ट्रल क्यानल अफ स्पाइनल कोर्डमा। ल इपेन्डाइमल सेल्स बुझ्नुभयो। अगेन एउटा कुरा अझै बुझिहाल्नुहोस्, यता एक्सेप्सनको कुरा गरिरहेको छु म। कम्प्लिट नर्भस सिस्टम इज एक्टोडर्मल इन ओरिजिन। वाट? एक्टोडर्मल इन ओरिजिन, बट one cell, that is microglial cell. कुन? microglial cell, that is mesodermal in origin. that is mesodermal in origin, होइन? तपाईको मोनोसाइट्स र मैक्रोफाइट जस्तो स्ट्रक्चर हुन्छ, ठीक छ। फेगोसाइटिक सेल हो भनेपछि फेगोसाइटोसिस थाहा छ। कुनै पनि फोरेन बडी आयो भने त्यसलाई इन्गल्फ गरेर के गरिदिन्छ? डाइजेस्ट गरिदिन्छ, होइन? डिफ्रेन्ट च्याम्बर्स हुन्छ, लाइसोसोम्समा डाइजेस्टिभ इन्जाइम्सहरू प्रेजेन्ट हुन्छ। उसले के गर्छ भनेपछि त्यसलाई इन्गल्फ गरेर डाइजेस्ट गरिदिन्छ। कुनै पनि फोरेन त्यो आयो, फोरेन पार्टिकल, फोरेन एन्टिजेन आयो भने उसलाई डाइजेस्ट गरिदिन्छ। ल थर्ड एन्ड लास्ट न्युरोग्लियल सेल्स इज एस्ट्रोसाइट्स। एस्ट्रो भन्ने बित्तिकै के बुझ्ने? स्टार लाइक। कस्तो सेपको सेल? स्टार लाइक। र साइट्स भनेपछि त थाहा छ सबैलाई, सेल, होइन? अब हेर्नुहोस्, यसले के गर्छ भनेपछि यस्तो स्टार सेपको के हुन्छ? यो स्टार सेपको के छ? सेल छ, होइन? प्रेजेन्ट बिट्विन द ब्रेन एन्ड द ब्लड भेसल्स। हेर्नुहोस्, ब्रेन एन्ड ब्लड भेसल्स। काम के हो? BBB के छ? काम के छ? BBB, ट्रिपल B, होइन? बच्चामा एउटा कार्टुन आउँथ्यो नि, UB गर्थ्यो हामीले। के गर्ने? BBB। BBB को फुल फर्म के हो? ब्लड ब्रेन बेरियर। के छ? ब्लड ब्रेन बेरियर। ओके, के काम गर्छ? अब यसको फङ्सन के छ? ब्लड ब्रेन बेरियर भनेपछि के बुझ्ने? अब यता सुनिहाल्नुहोस्। इट्स बेसिकली अब तपाईँको ब्रेन एकदमै इम्पोर्टेन्ट अर्गन छ नि त। अब ब्रेनमा पनि त ब्लड सप्लाई त गइरहेको छ, अफकोर्स, होइन? तर ब्लडमा त अब डिफ्रेन्ट कुरा खाइरहेको छ, ब्लडमा त्यो पनि त प्रेजेन्ट छ। बाहिरबाट कुनै ब्याक्टेरियल इन्फेक्सन भयो भने त्यो पनि त ब्लडमा प्रेजेन्ट छ। अब त्यो ब्याक्टेरियाहरू अथवा कुनै पनि एन्टिजेन भयो, कुनै पनि फोरेन पार्टिकल, कुनै पनि केमिकल भयो भने ब्लडको सहाराले त्यो हाम्रो ब्रेनसम्म पुग्न सक्छ कि सक्दैन? अफकोर्स सक्छ। ब्रेनमा ब्लडको सप्लाई छ भने पुग्न सक्छ कि सक्दैन? त्यो अन्य कुनै पनि जरुरतको सामान, अक्सिजन भयो, न्युट्रिएन्ट भयो, होइन? त्यो छाडेर अन्य कुनै पनि कुरालाई ब्रेनसम्म पुग्न नदिन कसको काम छ? एस्ट्रोसाइट्सको। भन्नुको मतलब दिस इज लाइक अ गेट किपर। बुझ्नुभयो? गेट किपर, होइन? एन्ड योर ब्लड इज द मेन गेट। अब त्यसको भित्र त्यहाँबाट फेरि कसैलाई इट एक्ट्स एज अ गेट किपर, होइन? कुनै पनि बाहिरको केमिकललाई, एन्टिजेनलाई ब्रेनसम्म पुग्न दिँदैन। ब्लडको सहायताले कुनै पनि एन्टिजेनले खोज्यो, होइन? ब्रेनसम्म पुग्न भनेपछि त्यहाँबाट त्यसलाई रोकिदिन्छ। बुझ्नुभयो? प्रिभेन्ट्स डाइरेक्ट एक्सचेन्ज अफ मटेरियल इन ब्रेन। जुन जरुरत उसलाई लाग्छ, होइन, त्यसलाई उसले भित्र जान दिन्छ, ब्रेनभित्र, नत्र जान दिँदैन। द्याट इज वाइ, द्याट इज अल्सो रिजन, होइन, किन कुनै पनि ब्रेन इन्जुरी भयो भने अथवा ब्रेनमा कुनै इन्फेक्सन भयो भने, ब्रेनमा कुनै बिमारी लाग्यो भने त्यो द्याट इज भेरी डिफिकल्ट टु ट्रिट। वाइ? हामीले जति पनि औषधि खायो भने पनि त्यसलाई एस्ट्रोसाइट्सले छिट्टो ब्रेनसम्म नै पुग्न दिँदैन। द्याट्स वाइ इट इज भेरी डिफिकल्ट टु हिल ब्रेन इन्जुरिज। ब्रेनमा केही समस्या भयो भने। बुझ्नुभयो? सो नाउ यु नो माइक्रोग्लियल सेल्स, नाउ यु नो इपेन्डाइमल सेल्स, नाउ यु नो एस्ट्रोसाइट्स, नाउ यु नो स्वान सेल्स, नाउ यु नो ओलिगोडेन्ड्रोसाइट्स, होइन? ल, आई गेस दिस इज इनफ। नाउ यु नो प्रोपरली अबाउट न्युरोन एन्ड न्युरोग्लियल सेल्स। सी म हरेकपल्ट चाहन्छु कि 10 देखि 15 मिनटसम्म मात्र लगु, बट आई डोन्ट नो वाइ इट अलवेज इलोङ्गेट्स। एनिवे, नाउ अब हामी के गर्छौँ भनेपछि नर्भस सिस्टमको एउटा मात्र पार्ट अझै रिलिज गर्नेछौँ। द्याट इज प्योरली बेस्ड अन CNS, सेन्ट्रल नर्भस सिस्टम, आई गेस, विच इज भेरी इम्पोर्टेन्ट फर योर NEB इक्जाम्स, होइन? सो च्यानललाई सब्सक्राइब गर्नुहुन्न। पार्ट 3 आइहाल्छ, यसको छिटै आइहाल्छ सेन्ट्रल नर्भस सिस्टममा। र आफ्टर CNS, जुन एउटा बहिनीले कमेन्ट पनि गर्नुभएको थियो, होइन, युरिन फर्मेसनमा एउटा भिडियो बनाउनुहोस्, त्यसपछि हामी एक्सक्रिटरी सिस्टममा लागिहाल्छौँ। द्याट इज पहिला नेफ्रोनको स्ट्रक्चर, इच एन्ड एभ्रिथिङ, एन्ड आफ्टर द्याट वी विल गो फर युरिन फर्मेसन। ठिक छ? एनिवे, नाउ इफ तपाईँहरूले यो भिडियो राम्रो लाग्यो भने, कुरा बुझ्यो भने, त्यो भोल्युमको समस्या सल्भ भइहाल्यो भने, प्लिज subscribe and share it to your friends who also need these type of concept clearing videos. I guess, I hope it is. Anyway, bye.